हेलो एन्ड नमस्ते साथीहरू, इट्स मी रिता नेपाल। अनि आज चाहिँ 15 दिनमा 400 सब्सक्राइब पुऱ्याउने च्यालेन्जको 10 दिन पुरा भइसकेको छ। अनि के साथीहरू, हिजो चाहिँ म गएको थिएँ स्वयम्भू। मेरो भाउजू बाहिर हुनुहुन्छ नि त, अनि उहाँले केही सामान मगाउनु भएको थियो कि, त्यसैले म उहाँको लागि सामान किन्न गइदिएको थिएँ। अनि मैले साथसाथै आफ्नो लागि पनि केही सामानहरू ल्याएको थिएँ। फर्स्टमा त मैले लगाइरहेको यो टाउकोमा के भन्छन् आई डोन्ट नो, मलाई थाहा छैन, मलाई चाहिरहेको थियो। अनि यो पनि ल्याएँ। अनि मोइस्चराइजर नि मसँग छन त थियो, मैले अनि मोइस्चराइजर नि ल्याएँ। मैले चाहिँ डाक्टर राक्सकेल हो कि के हो मलाई भन्नै आउँदैन कि साथीहरू, त्यसको मोइस्चराइजर नि युज गरिरहेको छु नि त। अनि त्यो नि ल्याएँ। अनि त्यसपछि कार्ड आयो, मलाई यति मन परेको थियो यो क्लिप, अनि मैले यो क्लिप नि ल्याएँ। त्यसपछि 2टा लिप ग्लस, 2टा आउटलाइनर, अनि ब्लस, 2टा क्लिप पनि लिएर आएको थिएँ कि। अनि यति धेरै सामानहरू मध्येमा के कुनै पनि सामान एक्सपेन्सिभ छैन क्या। सिर्फ यो मोइस्चराइजर बाहेक, मोइस्चराइजर मलाई 550 रुपिस परेको थियो। अनि अरू चाहिँ 250 रुपिस, 100, 300 मात्रै परेको थियो क्या। किनकि मैले सस्तो सामानहरू नै ल्याएर आएको थिएँ। म सिक्दैछु नि त अहिले त मेकअपहरू, सो त्यसैले मैले चाहिँ धेरै महँगो सामान नि ल्याएन कि। सिक्दै गरेको क्रममा चाहिँ धेरै महँगो सामानहरू किन युज गर्नु भनेर चाहिँ म चाहिँ सस्तो सामानहरू नै युज गरिरहेको छु आजभोलि। अनि यो काजल चाहिँ मैले भाउजूको लागि ल्याइदिएको। अनि तर म अहिले ट्राई गर्दैछु कि कस्तो लाग्दो रहेछ, मार्करमा छ। त्यसपछि मैले यो ल्याएको थिएँ एउटा। त्यसपछि मैले कन्सिलर पनि ल्याएको थिएँ मेरो स्किन टोन अनुसारको। साथै मैले क्लिन्जर र एउटा टप पनि ल्याएको थिएँ, एक जोडी। मलाई कस्तो मन परेको थियो कि त्यो बटरफ्लाईमा छ। कुनै दिन म त्यो बटरफ्लाईवाला टप पनि लगाएर हजुरहरूलाई देखाउँछु कि मलाई कस्तो मन परेको। सिर्फ मलाई 50 रुपियाँ परेको थियो कि। म कहिले पनि टपहरू लगाउँदैन, तर अब म सोचिरहेको छु टपहरू कलेक्सन गर्छु, इयररिङ्सहरू कलेक्सन गरेर राख्छु, कहिलेका भिडियोहरू बनाउँदाखेरि काम चाहिन्छ भनेर। कस्तो क्युट टपहरू अनि इयररिङ्स पनि कस्तो सस्तो पाइन्छ क्या, 100 रुपिस अनि 50 रुपिस। अनि मैले चाहिँ अब कलेक्सन गर्ने सोचिरहेको छु। अनि म यत्तिकैमा मेकअप गर्दै उठेर गएँ कि बाहिर डोनेसन गर्न पैसा, अब धेरै त गरेन, 50 रुपियाँ गरेँ। अनि उहाँ दाइ चाहिँ आफ्नो बुवाको उपचारको लागि चन्दा माग्दै हिँड्नु भएको रहेछ। अनि माइकिङ गर्दै हुनुहुन्थ्यो कि, अनि म पनि गएर दिएँ। अनि मैले थाहा छ आज बिहानै अर्को पनि डोनेसन गरेको थिएँ। मेरो गाउँमा कि एकजना दाइको छोरा बिरामी छ, उसको पनि मृगौला सम्बन्धी नै उपचार हुँदैछ। त्यसैले मैले चाहिँ जति सक्छु त्यति नै मैले डोनेसन गरेँ कि बिहान नै। अनि मलाई कस्तो खुसी भएको थियो कि है, मलाई यस्तो डोनेसनहरू गर्न एकदमै मनपर्छ कि। पहिला मेरो बाबा बिरामी हुँदाखेरि पनि हामीलाई कति आफत परेको थियो कि उपचारको लागि, हामीले पनि यस्तै डोनेसन नै लिएर उपचार गरेको थियौँ कि।